नमस्ते साथीहो, म तपाईहरुलाई आज गरेको दैनिक क्रियाको लागि गर्दैछु भनेर देखाउन गइरहेको छु। म चाहिँ बाख्रा चराउन लिएर गइरहेको छु माथि डाँडातिर। बाख्रा रोडमा पुगिसकेको छ। अब रोडबाट चाहिँ म बाख्रा चराउनको लागि अगाडि बढ्दैछु। जहाँ कि बाख्रा चराउने ठाउँ आइपुग्न लाग्यो। यो माथिको भाग चाहिँ बाख्रा चर्ने ठाउँ हो। हेर्नुहोस् है त साथीहो, माथि रोडभन्दा माथिको भाग बाख्रा चर्ने भएको। अब बाख्रा माथितिर गइसक्यो चर्नको लागि। बाख्रा माथि डाँडातिर चढेर बाख्रा चर्न थालिसकेको अवस्था छ। तपाईहरुलाई डेली कस्तो कस्तो दिनमा के काम गरिरहेको छु भनेर तपाईहरुलाई देखाउन गइरहेको छु मैले। बाख्रा चराउने ठाउँ यही हो। यहाँबाट बाख्रा चराउँदै चाहिँ अगाडि लिएर गएर अलि माथिसम्म चराउने छौं। बाख्रा यो चर्ने ठाउँ, त्यहाँबाट अलि अगाडि माथि हुँदै गएर अलि माथि यहाँ अलि सम्म ठाउँ रहेको छ बाख्रा चराउनको लागि। अब त्यहाँबाट अगाडि अलि माथिसम्म चाहिँ चराउनको लागि हो। माथि हो डाँडासम्म, त्यहाँसम्म बाख्रा चराउनु पुर्याउने छौं। त्यहाँ पुर्याएर चाहिँ त्यो डाँडासम्म पुर्याएर चाहिँ बाख्रा त्यहाँ पुग्दासम्म बाख्रा अगाइसक्छ। अनि बाख्रालाई चाहिँ घर फर्काउने छौं। त्यसपछि चाहिँ रोड घर फर्काउने छौं। आज यति नै गाइस।